हामीले जसरी भनेका थियौँ मार्केटले खासै राम्रो पोजिटिभ लक्षण लिइरहेको छैन। मार्केट तल डाउन जाला जस्तो छ साथीहरू। अब डाउन गए पनि हजुर हामी डराउनु पर्दैन। अब कमसेकम 1806 भन्दा मुनि गयो भने चाहिँ अलिकति तल फर्दर तल 1750 तिरको चाहिँ एरिया टेस्ट गर्न जान सक्छ भन्ने एउटा प्रेडिक्सन हो मेरो। त्यसको लागि चाहिँ यो सपोर्टलाई हेर्नुपर्ने हुन्छ, 1 विकको सपोर्टलाई। हजुरहरूले मलाई पछ्याउनु भएको छ भने पक्कै पनि हजुरहरूलाई यो लेभल थाहा छ। कमसेकम मैले भनेको यो लेभल छ है साथीहरू। यो लेभललाई टेस्ट गर्न आउन सक्छ भनिरहेको छु। 1667 को लेभल यदि 1806 यो चाहिँ 1806 को लेभलमा चाहिँ सस्टेन भएर बजारमाथि जान सकेन भने 1667 को लेभललाई चाहिँ टेस्ट गर्न आउन सक्छ। यसको लागि पनि हामी तयारी हुन जरुरी छ है साथीहरू।